शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको मेरो शरीरमा ती सर्पहरूले दसेको पिक अझै पनि बाँकी छ। म यो पिक लिएर पनि लड्छु, म लड्छु, यो पिक लिएर म लड्छु, यो पिक लिएर पनि लड्छु। यो शरीरमा एक थोपा रगत रहन्जेलसम्म म लड्छु। म यहीबाट बताउन चाहन्छु, जेनजी भाइ बहिनीहरूको रगतको एउटा थोपो पनि खेर जान दिन्न, एउटा थोपो पनि खेर जान दिन्न। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई धेरै कुरा भन्नु त छ र धेरै कुरा भन्नु पनि छैन, किनकि म लामो समय कारागारमा बसेँ र म माथिका मुद्दाहरू, म माथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि दिलले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन। मलाई मेरो व्यक्तिगत जीवनको लागि केही चाहिएको होइन। यो देशको परिवर्तनको लागि कसैले कसैले लड्नै पर्छ, हामी लड्छौँ। म आज यति मात्र भन्न चाहन्छु यो सरकारलाई, जेनजीको मागमा र जेनजीले केका लागि बलिदानी दिएको थियो त्यसमा अडिग भएर बसोस्। सरकार हामी साथ दिन्छौँ, अडिग भएर बसोस्। सुशासनका लागि जेनजी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन्, ती आमाहरूले आफ्ना सन्तान चढाएका छन्, ख्याल गर्न पाइन्न। यहाँ रविलाल सानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। एउटा मान्छेले परिवर्तन गर्न सक्छ कि सक्दैन भनेर हिजोका दिनमा पनि हामीलाई उडाइएको थियो। यसले जित्यो भने यसो गरौँला भनेर बाजी थाप्ने मान्छेहरू छन्। अहिले पनि यो हुँदैन अरे, म अघि आउँदै पत्रकार साथीहरूले सोध्नुभयो यो जिते पनि के सांसद हुन पाउँदैन अरे, मन्त्री हुन पाउँदैन अरे। मान्छे हुन पाउँछु, म मान्छे हुन पाउँछु, मान्छे मात्र हुन दिन्छौ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ। मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। रविलाल खाने मान्छे त हुन दिन्छ होला नि। जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ भने जनताको मनबाट बाहिर निकाल। म तपाईँलाई यो चोकबाट उभिएर भन्न चाहन्छु, यिनीहरूले मलाई जुन प्रतिशोध छाडे नि, ढुकाउनुहोस्। प्रतिशोधपूर्ण राजनीति मबाट हुने छैन। म पुण्यका लागि प्रतिशोध, म लोकतन्त्र